राम्रो आएको छ राति भए पनि हेर्नुहोस् है तर यो चाहिँ हेर्नुहोस् मैले चाहिँ भर्खरै सुरुवात गरेँ भने यसो सिकेर हेरेँ कि कस्तो हुन्छ भन्ने कुरो चाहिँ यहाँबाट सिकेको है अब यहाँतिरको सबै आउँदो रहेछ कि होइन त्यति राम्रो है दामी छ नि बेलुका यस्तो खतरा देखिएको छ है राम्रो छ छैन साँच्ची भन्नुहोस् है यसमा यति राम्रो छ होला र यसो अब भएन भने अब हजुरको भिडियोले राम्रो भएन भन्नु होला है छ छैन त्यही चाहिँ अब म पहिलो सुरुमा बनाउनलाई छु है त्यही कारणले पनि नजानेको हुनसक्छ है कुनै कुरा यस्तो खतरा आएको यो घरहरू है कुबेतको घरहरू हेर्नुहोस् यत्रो यत्रो घरहरू छ यहाँ साथीभाइ यति खतरा घरहरू छ यत्रो खतरा घरहरू छ यस्तो छ यति राम्रो छ गाइस हो यति राम्रो त्यो तपाईँहरूले खासै भने हाम्रो नेपालमा त यस्तो राति हुँदा यति झलमल त हुन्न है तर यो चाहिँ विदेशमा भएर हो कुबेततिर भएर यति राम्रो भिडियो छ ल हेर्नुहोस् न तपाईँहरूले हेरिदिनु होला माया गरिदिनु होला हजुरहरूले मेरो भिडियोलाई यहाँ अस्ति कति राम्रो थियो बत्ती बत्ती बिछाटे निकाल्यो लाइक कमेन्ट गर्नु होला हजुरहरूले कतिको राम्रो भयो भन्ने कुरो मैले पनि थाहा पाउँछु होइन मलाई नै लडाउनु खोज्छ कि के हो यो जानु गाडीमा गाडीमा छु कि अनि के गर्नु रुम जाँदैछु यहाँ हामीले विदेशको यस्तै हो क्या अब न खानाको टुङ्गो न ड्युटीको टुङ्गो भनेको यस्तै हो क्या ड्युटी गर्नु परेको हेर्नुहोस् अब नेपालमा भनेदेखि 8 बजी सुतिरहन्छ डङडङ्ग लाएर अब यहाँ त कहाँ पाएर सुत्नु भाइ के गर्नु ड्युटी गर्नु परेको हामी त राति ट्राफिक जाममा परेको यार हेर्नु न ट्राफिक जाममा यो होटेलको हेर्नु त यति दामी आएको छ हेर्नु न कुबेतको रेस्टुरेन्ट हेर्नु त यहाँ यस्तो छ यार हेर्नु न यस्तो छ नि दामी है खतरा छ ट्राफिक जाममा परेको अघि त्यही भएर जताततै ट्राफिक जाम पर्छ भने हेर्नु न यस्तो छ यार यति दामी देखाएको छ है हेर्नुहोस् न दाजु यति राम्रो छ मरिनाको सुलाएर हेर्नुहोस् यो घर देख्दाखेरि यस्तो यार यति कोलो छ कि आमा हेरौँ है यस्तो छ कि यहाँ हेरौँ यहाँको अपार्टमेन्टहरू हेर्नुहोस् एक कुबेतको अपार्टमेन्टहरू हेर्नुहोस् यस्तो ठुल्ठुलो होटेल अपार्टमेन्टहरू हेर्नुहोस् यति खतरा खतरा छ नि यहाँ हाम्रो नेपालमा त के नै छ र त्यस्तो हेर्नुहोस् ल हेर्नुहोस् साथीहरू हेर्नुहोस् गाइजहरू कतिको राम्रो छ हजुरहरूले भनिदिनु होला यति दामी छ नि होइन यस्तो दामी छ नि खतरा छ नि है बाबा ल दिउँसोभन्दा नि बेलुका रमाइलो छ कि दाइजु हेर्नु त यहाँ यस्तो खतरा खतरा बत्तीहरू
फाट तल छ कि कस्तो तलको छ यो त आधी भाग मात्रै देखिरहेको छ हेर्नुहोस् है अनि ऊ त्यहाँनिर त्यो टावर हो त्यो के ट्विन टावर हो के भन्छ यसलाई यो ट्विन टावर पनि हेर्नु त यस्तो खतरा छ हेर्नु न ट्विन टावर आम्मा दामी देखियो हेर यस्तो खतरा देखिया छ हेर हेर्नुहोस् है गाईहरू यति खतरा देखिन्छ के बाङ्गोक देखियो हेर ल हेर्नुहोस् है यस्तो खतरा छ हेर ल हेर्नुहोस् है गाईहरू माया गरिदिनु ल मेरो भिडियोले ल पुल अनि यो मरिना भन्ने ठाउँको पुल पनि आयो है हेर्नुहोस् है यहाँ मरिना भन्ने ठाउँको पुल पनि अब सक्यो मेरो भिडियो यति मात्रै है गाईजु